सबैजनालाई नमस्कार। काङ्ग्रेसभित्र पहिरो गएको छ। यो पहिरोमा गगन विश्वले छुट्टै रूपमा अब पार्टी लाने भएका छन्। त्यो पार्टीमा अहिले महाधिवेशन हुँदैछ। त्यो महाधिवेशनको निर्णयभित्र पनि चर्को आलोचना र विवाद भइरहेको छ। काङ्ग्रेसभित्र एउटा लोकतान्त्रिक रूपमा चाहिँ यो महाधिवेशन हुनुपर्छ भन्ने कुरा राम्रो कुरा हो। तर यो कुरालाई चाहिँ 3600 ग्रुप 3600 ग्याङले चाहिँ खासै यसलाई समर्थन गरेन। 3600 ग्याङले उल्टो चाहिँ कारबाही गर्ने भनेर अगाडि बढेर उनीहरूलाई 5 वर्षसम्म सदस्यबाटै निकालिदिएको कुरा गरेको छ। यो कुराले काङ्ग्रेसभित्र एउटा धमिरो होइन, महाधमिरो लागेको रहेछ भन्ने कुरा हामीले बुझ्यौँ। अब चाहिँ के हुन्छ त, काङ्ग्रेसको कार्यदिशा कता जान्छ त? अब गगन विश्वले गरेका जुन महाधिवेशनबाट आएको प्रतिफललाई चाहिँ सबै जनताले स्वीकार गर्छन् गर्दैनन् त? सबै काङ्ग्रेसीहरूले स्वीकार गर्छै गर्दैनन् त भन्ने कुरा ठुलो कुरा छ। यसले अरू त केही होइन, काङ्ग्रेस धेरै कमजोर गराउँछ। गगन थापाले अब चाहिँ एकदमै विचार गर्नुपर्ने अवस्था चाहिँ आएको छ। फेरि गगन थापा कतै घन्टीतिर जाने त होइनन् भनेर पनि भनेका छन् केहीले। अब त्यो चाहिँ म दोस्रो भागमा के हुँदैछ त भन्ने कुरा चाहिँ तपाईँहरूलाई लिएर आउँछु। यो चाहिँ तपाईँहरूलाई पहिलो भाग मात्र हो।